नमस्कार। यहाँहरू सबैलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत गर्दछु। आज पनि यहाँहरूमाझ मैले मेरा केही मुक्तकहरू लिएर उपस्थित भइसकेको छु। आज मैले यहाँहरूमाझ केही यथार्थपरक, व्यङ्ग्यात्मक र संवेदनशील केही मुक्तकहरू लिएर उपस्थित भएको छु। आशा छ सदा चाहिँ यहाँहरूलाई आज मैले प्रस्तुत गर्न गइरहेका मुक्तकहरू अवश्य पनि मन पर्ने नै छन् भन्ने विश्वास लिएको छु। साथै मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु भए मलाई हौसला प्रदान गरिदिनुहुन्छ भन्ने पनि आशा राखेको छु। अब लागौं आजका मुक्तकहरूतर्फ। हाम्रो समाजमा निकै कष्टपूर्ण जीवन बिताइरहेका श्रमिक वर्गहरू रहेका छन्। उनीहरूले बिहान उठेदेखि बेलुका नसुतेसम्म निरन्तर रूपमा गाह्रा, कठिन र सङ्घर्षपूर्ण कामहरू गरिरहेका छन् र पनि उनीहरूलाई बिहान बेलुकाको छाक टार्न निकै गाह्रो भइरहेको छ। जतिसुकै दुःख गर्दा पनि उनीहरूलाई कहिले पनि पुगेको हुँदैन र उनीहरू निरन्तर रूपमा भोलि केही राम्रो होला, अलिकति केही कमाएला भनेर निरन्तर रूपमा दुःख गरिरहेका हुन्छन्। त्यस्तै समाजमा फेरि अर्का पनि एक थरीका मानिसहरू हुन्छन् जो निकै बलिया, जसका पाखुरा बलिया रहेका हुन्छन्, जो सक्षम छन्, तर त्यस्ता व्यक्तिहरू काम नगरिकन हल्लिएर हिँडिरहेका पनि छन्। एकापट्टि श्रमजीवी वर्गहरू बिहानदेखि बेलुकासम्म खटिरहेका छन् भने एकापट्टि सग्ला मान्छेहरू जसको हातखुट्टा बलिया छन्, जो काम गरेर खान सक्छन्, त्यस्ता व्यक्तिहरू अनेकौं बहाना बनाएर काम नगरिकन बरु मागी हिँडिरहेका छन्। त्यसै गरी उनीहरूले आफ्नो व्यवहार चलाइरहेका छन्। अनि उनीहरूले नै फेरि के पनि सोचिरहेका हुन्छन् भने मलाई जति दुःख कसैलाई छैन, मलाई जस्तो समस्या कसैलाई छैन भनेर उनीहरूकै ठुला ठुला मुखहरू बाहिरहेका हामीले देखिरहेका छौँ। बिचरा श्रमजीवी वर्गहरू भने आफ्नो जीवनमा निरन्तर रूपमा दुःख गरिरहेका छन् र पनि उनीहरूलाई पुगिरहेको छैन। यस्तै सन्दर्भमा लेखिएको एउटा दुःखलाग्दो, मार्मिक तर अलिकति व्यङ्ग्यात्मक शैलीमा लेखेको मुक्तक अब यहाँहरूमा आज प्रस्तुत गर्दछु। मुक्तक यस प्रकारको रहेको छ। जन्मेदेखि आजसम्म खटेको खटै छु, जन्मेदेखि आजसम्म खटेको खटै छु, तिमी जता छेउ म पनि त्यतै त्यतै छु। जन्मेदेखि आजसम्म खटेको खटै छु, तिमी जता छेउ म पनि त्यतै त्यतै छु। ए हात खुट्टा सग्लो हुने मगन्तेहरू, ए हात खुट्टा सग्लो हुने मगन्तेहरू, सबै छन् दुखी नसोच दुखी मै मात्र छु, सबै छन् दुखी नसोच दुखी मै मात्र छु। हाम्रो समाजमा अनेकौं खालका मानिसहरू रहेका छन्। कोही मानिसहरू यस्ता छन् कि उनीहरूले अरूलाई देखि नसहने, गाली गर्दै हिँड्ने, थुक्दै हिँड्ने, कहिले पनि उनीहरूको भलो नचिताउने, कुभलो मात्रै चिताउने खालका मानिसहरू हाम्रो समाजमा यत्र तत्र छरिरहेका छन्। उनीहरूले कहिले पनि अरूलाई राम्रो भन्दैनन्। आफै राम्रो, आफै सबै कुरा आफैले पाउनुपर्ने भनेर उनीहरू आफ्नै मात्र सोचिरहेका हुन्छन्। अरूलाई देख्दैमा अपशब्द बोल्ने, अरूलाई थुक्दै हिँड्ने यस्ता यस्ता व्यक्तिहरू पनि हाम्रो समाजमा देखिरहेका छन्। उनीहरूलाई त्यस्तो गरेकोमा केही लाज लाग्दैन। उनीहरू अझ धाकधक्कु लगाएर हिँडिरहेका पनि हामीले देखेका छौँ। यस्तो प्रवृत्तिका मानिसहरूले नै हाम्रो समाजलाई बिगारिरहेको छ। यसै सन्दर्भमा लेखिएको अब एउटा मुक्तक प्रस्तुत गर्दैछु। मुक्तक यस प्रकारको रहेको छ। अरूलाई देख्यो कि अपशब्दले थुक्ने हाम्रो कस्तो बानी, अरूलाई देख्यो कि अपशब्दले थुक्ने हाम्रो कस्तो बानी, ऊ ठिक छ भने पनि गलत भन्छौँ लौ जानी जानी। अरूलाई देख्यो कि अपशब्दले थुक्ने हाम्रो कस्तो बानी, ऊ ठिक छ भने पनि गलत भन्छौँ लौ जानी जानी। आफ्नो बानी देख्दा आफैलाई लाज लाग्छ अचेल,
आफ्नो बानी देख्दा आफैलाई लाज लाग्छ अचेल, र हुन्छु कहिले आगो त कहिले फेरि पानी पानी, र हुन्छु कहिले आगो त कहिले फेरि पानी पानी। हाम्रो समाजमा अनेकौं चरित्र भएका मानिसहरू हामीले देख्दै आएका छौँ। कोही अर्काको चरित्र हत्या गर्दै हिँड्ने मान्छेहरू देखेका छौँ हामीले। कोही नखरा गर्दै हिँड्ने, चाहिने नचाहिने कुराहरू गर्दै हिँड्ने, अर्काको रिस गर्ने, अर्काको खुट्टा तान्दै हिँड्ने प्रवृत्तिका मान्छेहरू हामीले देख्दै आएका छौँ। कोही त्यही समाजमा कोही भने ठुला ठुला पदमा पुगेर पनि बिचरा जस्ता बनेर हिँडिरहेका छन्। बाहिर धाकधक्कु जति नै लगाए पनि घरमा आफ्नो श्रीमती अगाडि लुत्रुक्क परेर श्रीमतीले जे भने त्यही लुत्रुक्क मान्ने, खुत्रुक्क गर्ने, यस्ता खालका प्रवृत्तिका मानिसहरू पनि हामीले देखेका छौँ। समाजमा अनेकौं खालका मानिसहरूको एउटा झुन्ड नै रहेको छ। यस्तै प्रसङ्गमा लेखिएको एउटा मुक्तक अब यहाँहरूमाझ प्रस्तुत गर्दैछु। अब मुक्तक यस प्रकारको रहेको छ। चरित्र हत्या गर्नेहरू मान्छे मार्ने भन्दा खतरा लाग्छन्। चरित्र हत्या गर्नेहरू मान्छे मार्ने भन्दा खतरा लाग्छन्। सुन्दरीहरूको सुन्दरता भन्दा पनि बढी नखरा लाग्छन्। चरित्र हत्या गर्नेहरू मान्छे मार्ने भन्दा खतरा लाग्छन्। सुन्दरीहरूको सुन्दरता भन्दा पनि बढी नखरा लाग्छन्। जति नै कमाए पनि ठुलो पदमा पुगे पनि लौ न लौ मित्र। जति नै कमाए पनि ठुलो पदमा पुगे पनि लौ न लौ मित्र। यहाँ ती पतिहरू पत्नीका अगाडि साह्रै बिचरा लाग्छन्। यहाँ ती पतिहरू पत्नीका अगाडि साह्रै बिचरा लाग्छन्, साह्रै बिचरा लाग्छन्। आज मैले मेरो मुक्तक सङ्ग्रह गुराँसहरू पलासहरूबाट प्रस्तुत गरेका समय सान्दर्भिक, मार्मिक, यथार्थपरक र केही व्यङ्ग्यात्मक मुक्तकहरू यहाँहरूलाई अवश्य पनि मन पर्यो नै होला भन्ने आशा र विश्वास लिएको छु। आगामी दिनहरूमा पनि यस्तै विविध विषयमा मुक्तकहरू लिएर यहाँहरूमाझ उपस्थित हुने नै छु। आजलाई यति नै।